नमस्कार साथीहरू, एकछिन रोक्नुहोस् है। अनि तपाईँहरूको बिचमा खुसीको कुरा छ। अलि लेट भयो। साँझ अलिकति यसरी भिडियो बनाउने मौका अवसर पाएन। र अहिले म तपाईँको बिचमा आउँदैछु झापा 5 मा होइन, क्षेत्र नम्बर 5 बाट चाहिँ बालेन शाहको विजय भएको छ अनि जसको प्रतिस्पर्धी केपी शर्मा ओली हुनुहुन्थ्यो। अनि अबको नेक्स्ट प्राइम मिनिस्टर भनेको बालेन शाह हो। अनि केपी शर्मा ओलीलाई चाहिँ बालेन शाहले भारी मतले हराउँदै अनि उहाँ विजय हुनुभएको छ। जसले 68,348 मत लिएर अनि झापा 5 मा आफ्नो विजय हासिल गर्न चाहिँ अनि अथवा विजय हात पार्न चाहिँ सफल हुनुभएको छ बालेन शाह। केपी शर्मा ओलीले चाहिँ 18,734 मताङ्क प्राप्त गर्नुभएको छ। अनि यो चाहिँ झापा 5 को एउटा ऐतिहासिक जित हो बालेन शाहको लागि। सायद केपी शर्मा ओलीले यति सम्मको ऐतिहासिक जित चाहिँ हार चाहिँ देख्नुभएको थियो। यहाँ सबैजनालाई नमस्ते, जय नेपाल, जय देश।